गाइज भक्ति दाइ चाहिँ अहिलेको जमानामा भन्दैछ त त्यस्तो के होला यो भिडियो हेर्नुहोस् त। अनि मेरो यो च्यानलको भिडियोहरू राम्रो लाग्छ भने च्यानललाई सब्सक्राइब दसैँ आयो, दसैँ पनि गयो, दिवाली आयो, दिवाली पनि गयो। त्यस्तै हो जिन्दगी पनि, पैसा आउँछ पैसा पनि गइहाल्छ। जिन्दगी नै 2 दिनको जिन्दगी, जन्म मर्यो बा सक्यो हो। त्यही छ। के भयो यहाँ कस्तो पनि लाग्छ। ए भाइहरू हजुर भन्नु न। ए सुन्नुहोस् न, यहाँ तपाईँले अघि मेरो फोन देख्नु भएन कतै यहाँतिर? लु फोन त देखिन त मैले। लु दाजु, हामीले चाहिँ फोन चाहिँ देखिनौँ। हेर्नुहोस् त कहाँ झरे झरे नि हो, कहाँ हरायो होला नि। यहीँ आएको थियो अघि, यहाँमा बसेको थियो। यहाँ त छैन दाजु, फोनै छैन यहाँ त। है सरोज, फोन छैन हामीले देखिनौँ। परतिर झारे हो। दाजु आफ्नो पर्सनल चिजबिजहरू त यसो अरे मजाले राख्नुपर्छ सेफ्टी राख्नुपर्छ नि है। सेफ्टी राख्नुपर्छ नि। हेर्नुहोस् न, मेरो एउटै फोन थियो दुःखले किनेको, त्यहीँबाट बुकिङहरू गर्थेँ, त्यहीँबाट उयोहरू गर्थेँ, ट्राभल उयोहरू गर्थेँ हो। टुरिस्टको अब छैन मेरो त रोजगारै त्यहीँबाट हुन्थ्यो। अब पाउँदैन होला है त्यो फोन है। कहाँ पाउँछ अहिलेको जमानामा फेरि को चाहिँ नि चाहिँ अब कहाँ चाहिँ इन्जिनियर छ, पाइहाल्यो भने लगेन त्यो मान्छे, लगेन सकिन। तिमी घर जान्दा पनि हुन्छ भाइ दाजु, पाउँदैन होला नि। पाउँदैन नि। कहाँ कहाँबाट गरौँ न पाउँछ? एकपल्ट नभए भाइ। ए तपाईँबाट? हजुर दिनुहोस् त। ए त्यो त फोन पनि थिएन भाइ। त्यो कन्ट्याक्ट उयो निकालिदिनुहोस् न हौ। त्यो नकाठ न तर थाहा छैन मेरो फोनको। दिन्छ एकपल्ट गरेर हेर्नुहोस्। भन्न नि हौ। म खोजिदिँदै गर्छु तपाईँको कन्ट्याक्ट नम्बर ल। म कन्ट्याक्ट नम्बर खोजिदिन्छु म। पढि पनि धन्न भाइको फोन रहेछ नि। मेरो फोन हाल्यो।